कस्तो नराम्रो सपना देखे। कतै दिलमायालाई केही त भएन। के गर्नु, उपमाया भए पनि कहिले बिर्सिन सकिएन। मेरो सपनाले नराम्रो सङ्केत गर्दैछ। भोलि बिहानै उठेर भेट्न जानु पर्ला। जाउँ कि नजाउँ? जेसुकै होस्, जान्छु। नखर्म तेरो उठ्ने समय यही हो। मैले सारा घरको काम भ्याइसकेँ। तपाईँ यतिखेरसम्म सुत्न लाग हुँदैन? ल्यायो बडा। सक्दिनँ म। आफूले गर्न लाग काम त आफै खुरु गर्नु नि। अझ सक्दिनँ अरे? फोन गर्न समय के भन्न खोज्नु तैँले? मा सक्दिनँ भनेपछि सक्दिनँ। मेरो पहिला यो गराएर आफूसँग मात्र सुत्ने बनाइस होइन? तेरो कारणले आज भोलि मसँग राम्रोसँग नि बोल्दैनन्। होइन गयो कि अझ के अरे अझ उल्टै मेरो भाग्य खोज्न आउने त, उल्टै आरोप लाउने त मलाई। नखर माउली के रे के भनिस् रे? त बढी बचेस्। त चाहिँ बढी बोलिरहेको छ। मलाई त यो घरबाट कसरी हुन्छ मैले ननिकाली छोड्दिनँ के? निकाल्छु कि निकाल्नु तेरो त तेरो त त्यसै छोड्छु र मलाई नछोड्दा तँलाई चाहिँ के भइदिएको भए तँलाई त मैले के पो गर्छु उल्टै यसलाई त यही खेचाएर के भन्छ कि त ल जा हो त यहाँ मलाई ठेक्का जति तँलाई चाहिँ मलाई चाहिँ के तँलाई त नि पार कि त्यसै अर्कालाई आरोप लगाउँदै रहेछ। महिनामा एकचोटि कोही आउँदाखेरि उसलाई त्यत्रो डाहा हुने के भनिस् रे? यो रोलाई त तँलाई चाहिँ माफ गर्छु र। मलाई त एक महिनामा एकचोटि के सुत्न आएको थियो उसलाई डाँडाले मरिहाल्नु। आफैले लगेर सुताएको भए भइहाल्थ्यो नि। सुताउँछ जाने सुताउनु जाने होइन गयो कि अझ ठुल्ठुला कुरा गरिदिरहेछ रे। त्यसै बतिली नि कसलाई नापिस् रे? कसलाई तँलाई चाहिँ तँलाई नापे अहिले म के देख्नु परेको यो बिहान घाम झुल्केको छैन। सौदा र सौतीको लडाकु सुरु भयो। अलिकति गाउँ छिमेकको लासरम छैन। यो चोथाले आकि मैले काम गर्दा गर्दै यहाँ 3 सालले घाम आउँदैसम्म तुत्ताले टाङ लाएर सुते। अनिखेर अर्काले काम गरेको ठाउँमा डिस्टर्ब गर्न आउँछ बिहान बिहानै। लक्षिना यो घर भाडा अझै साँचिलो बन्न खोजिरहेछ। तै होइन जाइ लाग्न कि होइन कि ढोक्सी अझ जाइ लाग्ने मात्रै होइन आयो भने त तँ कच्चै खान्छु। तेरै मन नखर्मा आउने जुखुरी चुप लाग तिमीहरू। भित्र गाग्रीमा एक थोपा पानी छैन। एउटी पानी लिन जाऊ, एउटीले यो आँगन बढाएर बडा लड्न मात्रै जाने छन्। जोसुकै जाओस् म त जाँदिनँ। म यो घरको कामदार हो र पानी लिन यही ढोक्सी जान्छ। त्यति टाढा जान सक्छु म? सक्दिनँ म। म पनि जान्न। जहाँ गए पनि जता जाऊ महिला मात्रै हुन्छ। यही चोथाले जान्छ यो काम चोर। के कुरा गर्दैछौ तिमीहरू?
के भन्न खोजेको मलाई चाहिँ पानी लिन जा भन्न खोजेको हँ पानी लिन यही जान्छे म त जान सक्दिनँ त्यति टाढा को जान्छ किन आमा तुईको रणाको हुँदैछ यहाँ फेरि यो पानी दिन जानै परे म जाउँला यो बिहान बिहान तिमीले यो के को रणाको देखाउँदैछौ गाउँलेलाई तपाईँ चाहिँ जानै नहुने हो र जाँदा भइगयो नि किन सुनाउनु पर्यो यहाँ हामी त जाँदैनौँ हेर यसरी रिसाएर समस्या समाधान हुँदैन आखिर सधैँ यो घरमा रणाको किन निकाल्छौ तिमीहरू होइन के भयो यो फेरि बिहान बिहान के को हल्ला खल्ला हो होइन हजुर मैले चाहिँ बिहान पानी लिन जा भनेर भनेको दुवैजना हानथाप गरेछन् हेर्नु न बिना सित्तैमा झगडा मात्रै गर्छन् मलाई त दिक्क लागिसक्यो हेर बुहारीहरू हामी सबैजना मिलेर यो घर चलाउनु पर्छ रिस र अहङ्कारले घर बिगार्छ यदि केही समस्या छ भने हामी सबै बसेर छलफल गरौँला हाम्रो पनि कुरा सुनाइ हुनु पर्यो नि यो घरमा अरूको मात्र कति सुन्ने हो र हामीलाई पनि यो घरमा सम्मान चाहिएको छ कति अपमान मात्र सहेर बस्नु ठिक छ त्यसो भए आज सबैजना बसेर सल्लाह गरौँ कसको गल्ती छ कसको गल्ती छैन थाहा भइहाल्छ बरु कसरी अगाडि बढ्ने हो भन्ने सल्लाह गरौँला नि हो बा घरमा शान्ति भए मात्रै हामी सबैजना खुसी हुन सक्छौँ अब बाले जे भन्नुहुन्छ हामी त्यही गर्छौँ बा हेर न माता गाउँभरिका मान्छेले एउटै कुरा सोधेर हैरान गरिसक्यो हामीले गाउँभरिका मान्छेलाई खुसीको खबर चाहिँ कहिले सुनाउने हो मलाई त यही कुराले सुन्न ढिक्क लागिसक्यो अब त गाउँका मान्छेलाई जवाफ पनि के दिने होला क्या मलाई पनि यही कुरा सुन्दा मन साह्रै दुख्छ बच्चा नजन्मानु हाम्रो चाहना होइन तर भगवानको समय नै छैन होला मलाई तिम्रो पीडा राम्रोसँग थाहा छ मालती तर पनि के गर्नु बुवा आमाले नाति नातिना खेलाउने रहर गर्छन् यो त उनीहरूको पनि अधिकार हो होइन र म पनि यो घरमा सानो बच्चाको हाँसो गुन्जिएको हेर्न चाहन्छु तर हरेक पल्ट यही कुरा उठ्दा आफूलाई दोषी जस्तै लाग्छ बुढा तपाईँले त मेरो कुरा बुझ्न सक्नुहुन्छ नि होइन र के कुरा गर्छौ तिमीहरू यति गम्भीर भएर त्यस्तो के होइन बुवा अब यसो घरेसी सरसल्लाह गर्दै थियो बुवा के हुनु छ र मलाई थाहा छ बच्चाको विषयमा कुरा हुँदै थियो हेर छोराबारी यो कुरा धेरै दिनदेखि मेरो मनमा नि कुरा खेलिरहेको थियो बुबा हामीले सक्दो प्रयास गरेकै छौँ तर समयले साथ दिएको छैन यसमा हाम्रो के दोष बुहारी मैले तिमीलाई दोष दिन खोजेको होइन परिवारको भविष्य र बच्चाको चिन्ता गर्नु स्वाभाविक होइन र हतार गरेर कसैलाई दोष दिएर केही फाइदा छैन बुवा धैर्य गर्नुपर्छ अवश्य फल मिल्छ किन हतार गर्नुहुन्छ मैले दोष दिन खोजेको होइन राज तर उमेर बढ्दै जाँदा चिन्ता पनि बढ्दै जाँदो रहेछ बुवा बच्चा जन्माउनु मात्र जीवनको सफलता होइन परिवारमा माया र सद्भाव शान्तिको आवश्यकता हुन्छ तर हेर आफ्नो सन्तानलाई काखा लिएर खेल्ने र कुन चाहिँ बाबुआमालाई हुँदैन बुबा तपाईँको सपना पुरा गर्न नसकेको जस्तो लाग्दा मलाई पनि आफैमा दुःख लाग्छ हेर छोरा पैसा त मैले धेरै कमाएँ तर परिवारको खुसी चाहिँ गुमाए जस्तो लाग्छ पैसाले सबै कुरा किन्न सकिँदैन बुवा परिवारलाई माया र साथ नभए धन सम्पत्ति शान्तिको के अर्थ मान्छेले सफलताको पछाडि दौड्दाखेरि कहिलेकाहीँ आफ्नै परिवारको पीडाहरू पनि बिर्सिँदो रहेछ बुवा हाम्रो घर परिवारमा पनि भएको यही हो सन्तान नहुनु मेरो रहर होइन मैले पनि हरेक दिन आमा भन्ने सपना देखेको हुन्छु बुवा भाइ भाइ धेरै निराश नहो एक दिन अवश्य भइहाल्छ त्यही त बुवा मैले पनि यही कुरा कति गरिरहेको छु अब कहिले पनि मान्दिनँ के भन्छन् के भन्छन् मलाई त तनावै भइसकेको भयो अब आज गएर आएर सम्झाइनु भयो अब चाहिँ मेरो गीत खान्छन् कि
मान्छेको भाग्य आफूले लेखेर लेखिँदैन, भगवानले लेख्नुपर्छ भन्थे। हो रहेछ, म कस्तो घरको छोरी, आज आएर कस्तो घरमा जोडिन पुगे। एक छापकोले खान पनि धौ छ। अब कसैसँग गएर दुःख पोखौँ भने पनि अर्काको भाग खोज्न आए कि तँलाई ठिक्क परे भन्छन्। माइतीमा गएर दुःख पोखौँ भने पनि त्यहाँ जाने बाटो आफैले बन्द गरेको छु। यस्तो जिन्दगी बाँच्नुभन्दा त बरु मर्नु पाए नि हुन्थ्यो। यो अभागी खप्पर जहाँ गए नि ठक्करै ठक्कर भन्थे। हो रहेछ, सायद मैले सानेलाई धोका दिएको पाप लागेको होला मलाई आज। पहिला सानेले तिम्रो आँखामा कहिले आँसु नझरोस् भन्नुहुन्थ्यो, तर के गर्नु, आज मेरो जीवनमा उल्टो भएको छ। आँसु नझरेको दिनै छैन। दिलमतीलाई बिर्सिन्छु भनेर कति कोसिस गरे, तर आजसम्म यो मनले मान्दै मानेन। ऊ त आफ्नो संसारमा दोषी हुने, म त सधैँभरि सम्झनामा बाँचिरहनु पर्दो रहेछ। यस्तो जिन्दगी बाँच्नु भन्दा त मर्दिउँ कि क्या हो। तिमी यहाँ तपाईँसँग यसरी एउटै गाउँमा भेट होला भनेर मैले सोचेकी पनि थिइनँ। मैले पनि त्यही सोचिरहेको थिएँ। तिमीलाई कस्तो छ? तिमी खुसी त छौ नि? खुसी छु भन्न मन लाग्छ, तर जीवनले धेरै दुःख दियो साने। के भयो दिलमती? तिमीलाई त म एकदम धेरै दुखी देख्छु त। कहिले काहीँ लाग्छ भाग्यले हामीलाई छुटाएर ठुलै सजाय दियो। ए यसको चर्तिकला यस्तो रहेछ, मेरो आँखा छलेर पर पुरुषसँग रमाउने। अब आज यसलाई के गर्नुपर्छ मलाई मात्रै थाहा छ। नरौ दिलमती, सब ठिक हुन्छ। दिलमती मैले आफ्नै आँखाले देखि, अब के सफाया दिन्छस्? राम, तपाईँले जे सोच्नु भएको छ त्यस्तो केही पनि होइन। चुप लाग। मेरा यो दुई आँखाले देखेको कुरो झुटो हो। उहाँ मेरो पुरानो साथी हो। वर्षौँ पछि भेटेर म भावनामा बकिएर अँगालो हाल्न पुगेछु। ए अङ्गालो मारियो रे? अब तँलाई के गर्छु हेर्दै जा। बुहारी त्यो माने साने दुइटै घरमा छैन थियो क्या हो? एउटा जरुरी सल्लाह गर्नुपर्ने थियो। दाजुभाइ नि एकछिन बजारतिर गएर आउँछु भनेर गएका थिए बुवा। कस्तो सल्लाह हो, मसँग गरे हुन्न? सबैजनालाई एकै ठाउँमा राखेर भन्नुपर्ने कुरा हो। घरको कुरा आफआफ्नो तालमा भएर केही सधैँ गर्न पाइँदैन। त्यही त बुवा, खेतीपातीको काम पनि बढ्दै गएको छ।
सबै मिलेर सल्लाह गरेर गर्न पाए राम्रो हुन्थ्यो। अरू सबैले धान रोपाई गरिसके, हाम्रो मात्र बाँकी छ। फेरि गाउँमा खेताला पाउन पनि त गाह्रो छ। त्यही त बुहारी, सबैजना सुविधा खोज्दै सहर जान्छन्, अनि गाउँमा को हुनु? पहिला पहिला मान्छे नै मान्छे हुन्थे, काम पाइँदैन थियो। अहिले कामै काम छ, मान्छे पाइँदैन। खोइ यस्तै हो बुहारी। बुवा, हजुरलाई एउटा कुरा भनौँ। भन न बुहारी, के कुरा हो? त्यो हामीले कमाउँदै आएको जग्गा नकमाउँदा हुँदैन। अब जति गरे पनि उब्जनी राम्रो हुँदैन, खर्च मात्र बढी। हेर बुहारी, तिमीले भनेको पनि ठिकै हो, तर के गर्नु? त्यो पनि गरेन भने 6 महिना पनि खान नपुग्ला फेरि। जेसुकै होस् बुवा, अब नकमाऊ, बरु अरू नै काम गरौला। हेर्नुहोस् बुवा, बरु यो विषयमा एकपल्ट सबैजना बसेर सरसल्लाह गरौँ। ल ठिक छ, बेलुका सबै भेट भएपछि सल्लाह गरौँला। अनि घर खर्च, खेतीपाती र आगामी कामहरू कसरी लाने त्यो पनि छलफल गरौँला। हुन्छ बुवा, म दुवै दाजुभाइलाई यो खबर सुनाउँछु। मिलेर सल्लाह गरेर काम गरे काम पनि सहज हुन्छ। ल ठिक छ, परिवार सबै एकजुट भए कुनै पनि समस्या ठुलो हुँदैन। म एकछिन गाउँतिर पुगेर आउँछु है। ल ल। बुहारी, त त यो घरको जेठी बुहारी होस्। यो घरलाई मिलाएर राख्ने जिम्मेवारी तेरो काँधमा छ। हो नि आमा, मैले पनि त्यही चाहन्छु। मैले पनि यो घर मिलोस्, राम्रो होस्, शान्ति होस् भन्ने नै चाहन्छु। तर के गर्ने, कहिले कहिले साह्रै चित्त दुख्ने कुराहरू हुन्छन्। बुहारी, जीवनमा चाहेका सबै कुराहरू पुरा हुँदैनन्। त्यसैले मन ठुलो बनाएर हिँड्न सक्नुपर्छ। बुवा, मैले धेरै कुरा सहेर बसेको छु यो घरमा, तर के गर्ने, कहिले काहीँ त मेरो आफ्नै मान सम्मान गुमाए जस्तो लाग्छ मलाई। हामी तेरो कुरा बुझ्छौँ बुहारी। रिस र मनमुटावले परिवार टुक्रिन्छ, धैर्य गर्नुपर्छ। बुहारी, आज राम घरमा आएपछि सबैजना बसेर सल्लाह गर्नुपर्छ। सौता सौता मिलेर जाँदाखेरि घरको वातावरण राम्रो हुन्छ। आखिर सौता सौता भनेको पनि दिदी बहिनी त भने। त्यसरी तिमीहरू मिलेर गयो भने गाउँलेहरूले पनि यही घरको उदाहरण दिन सक्छन्। हजुरहरू मेरो साथमा हुनुहुन्छ भने यो घरको मर्यादालाई जोगाउने सक्दो प्रयास गर्छु। तर त्यो दिनमतीको थुतुन चाहिँ ठिक ठाउँमा राख्नुपर्छ। एउटै घरमा बसेपछि ठ्याक्क ठुक्क त भइहाल्छ नि, त्यही माथि सौता सौता। ल ल, एउटालाई मात्र दोष नदे त पनि। बिचारी यसको पनि के दोष छ र? दिलमती आफै सौता पस्न आएकी त हो नि घरमा। जे नहुनु थियो त्यो त भइसक्यो, अब कराएर केही फाइदा छैन। भयो बुवा, आफ्नो भाग्यमा जे लेखेको थियो त्यही पाइन्छ, तर मैले आज त्यही नै पाइरहेको छु। कसलाई के भन्नु? मेरो चालामाला चाला होइन, त बाउलाई सिक्यो के गरेको बुहारीलाई? यसले के गरिन त्यस्तो? बा, यसले के गरिन भन्नु? यसले हाम्रो घरको इज्जतलाई माटोमा मिलाउने काम गरि। कुरा के हो? कुरा नचपाइकन भन्, यसले गरेको के हो? बा, आमा, सुन्न सक्नुहुन्छ तपाईँहरू? ल सुन्नुहोस्, यो बत्ती छाडा आइमाईलाई मैले अर्कैको अङ्गालोमा देखेँ। यो देख्दा देख्दै यसलाई मैले पूजा गरौँ। जे पाए त्यही नबोल्नु, तपाईँलाई कहीँ भ्रम गरेको पनि हुनसक्छ। बाहिर बसेर ठुल्ठुलो स्वरले नखरा, फुलको भित्र नुन्थ्यो तिम्रो सबैजना। ल नभोका, जाऊ छिटो। बुढो, हजुर टाढै जान लाग्नुभयो? एउटा सानो सल्लाह गर्नु थियो, बसमा भ्याउनुहुन्थ्यो? ए, अब तैँले मसँग सल्लाह गर्ने? लु भन्न त भन्, के सल्लाह हो?
बुढो मलाई यो घरमा बस्न गाह्रो हुन थाल्यो। दिनरात घरमा झैझगडा मात्र हुन्छ। मलाई पनि त्यस्तै लाग्छ बुढी। आफ्नो परिवार मात्रै भयो भने शान्त लाग्छ। हो नि, बुवा र भाइलाई पनि आफ्नै हिसाबले बस्न सजिलो हुन्छ अनि हामीलाई पनि। तर बा र भाइले के भन्छन् कुन्नी, त्यही सोचेर मनमा डर लागिरहेछ। एक दिन भन्नै पर्छ, आफ्नो भविष्यको बारेमा पनि सोच्नु पर्यो नि, त्यही भएर छुट्टै पर्छन्। के छुट्टिने कुरा गर्दैछ हो? के छुट्याउने कुरा? होइन बा, हामी त यसै कुरा गरिरहेको थियौँ। त्यसै कुरा गर्दै हो कि साँच्चै तिमीहरूले घर फुटाउने सोच गरिसक्यौ? हाम्रो उद्देश्य घर फुटाउने होइन बुवा, शान्तिसँग बस्ने उपाय खोज्नु मात्र हो। परिवार भनेको समस्या पर्दा भाग्ने ठाउँ होइन, मिलेर समाधान गर्ने ठाउँ हो। हेर, तिमीहरू छुट्यो भने यो घरको एकता नै सकिन्छ। तिमीहरूले कुरो बुझिरह। हामीले पनि धेरै सहेर बसेका छौँ बा, तर तपाईँले हाम्रो कुरा कहिले सुन्नुभएको छ? सहनु मात्रै समाधान होइन, परिवार मिलेर सबैजना सल्लाह गरौँ। हेर, भाइ पनि सानै छ। अबदेखि आइन्दा तिमीहरूले छुट्टिने कुरा मेरो अगाडि कहिले पनि नगर। यसरी कसरी हाम्रो जिन्दगी चल्छ? हामी त अब सँगै बस्दैनौँ। एउटाले काम गरेर परिवार पाल्नु परेको छ, कसैले केही गर्ने होइन। आफ्नो गर्ने, आनन्दले बस्ने। हो बा, अब जहिले छुटे पनि छुट्टिनै पर्छ। त्यही भएर बा, के कति सम्पत्ति छ आदि फ्याक्क पार्नु, तपाईँलाई पनि सजिलो हुन्छ, हामीलाई पनि आनन्दै। मैले यति भन्दा भन्दै न्यु खोजेर छुट्टिने कुरा गर्छस् भने तँलाई म एक सुको पनि दिँदिनँ। अंश तँलाई चिया निकै अंश खाने। के गर्ने हो बुढो, उपाय निकाल्नु है। म त तिम्रो बाउ र भाइसँग मिलेर एक सेकेन्ड पनि यहाँ बस्न सक्दिनँ। हल्का भयो। कसको शौचालय देख्यो भने मार्छन्। घरमा हल्का हुन शौचालय गए बुहारीहरू झगडा गरेर कुन बेला उठेर हिँडेर त बनाउँछन्। साउदीज्यू नमस्कार हजुर। नमस्कार हजुर। अनि हजुर कता हिँड्नुभयो? हजुरको मुख त अँधेरो देख्छु। हजुरलाई नै भेट्नु भनेर आएको। हजुर बाटोमा भेट्यो, राम्रै भयो हजुर। साउदीज्यू मलाई भेट्न यो त साह्रै राम्रो कुरा हो कि गम्भीर कुरा पो थियो कि? आज म हाँसो ठट्टा गर्न आएको होइन हजुर, मेरो छोरीको जिन्दगीको कुरा छ। हामीले धेरै सहयौँ, अब म चुप्लाएर बस्न सक्दिनँ। साउदीज्यू म हजुरको कुरा बुझ्छु, अब भइसकेको कुरा भत्काउन पनि मिल्दैन। के गर्दा सबैको भलो हुन्छ त्यही सोच्छु। भलोको कुरो गर्नुभयो, तर मेरी छोरीलाई माइत आउन सहित नदिने, आफ्नै बाउ आमालाई भेट्न नपाउने, यो त अन्याय हो सम्झिज्यू। मेरी छोरीले के अपराध गरेको थियो त्यस्तो? सम्झिज्यू म पनि यो कुरामा फिटिक्कै सहमत छैन। बुहारीलाई माइत जान रोक्नु यो गलत कुरा हो। सम्झिज्यू मैले घरमा एकपटक कुरा राख्छु, बुहारी आफै माइत जान नमानेकी हुन् कि घरबाट जान नदिएको हो। कुरो मात्रै होइन, मलाई निर्णय चाहिन्छ। छोरी दिनदिन रोएको खबर आउँछ, उसको मनस्थिति बिग्रेको छ। हेर्नुहोस्, विवाह भनेको कैद होइन, सम्मान र अधिकार हुनुपर्छ। सही भन्नुभयो सम्झिज्यू। यदि मेरो छोराले गलत गरेको रहेछ भने म त्यो छोरालाई सम्झाउँछु। घर बिगारेर कसैको पनि भलो हुँदैन। हेर्नुहोस्, म झगडा खोज्न आएको होइन, मेरो छोरीलाई सम्मानपूर्वक बाँच्न दिनुहोस्। हेर्नुहोस्, माइतीसँग सम्बन्ध राख्न दिनुहोस्, यही हो हाम्रो माग। म हजुरलाई वचन दिन्छु सम्झिज्यू,
यो विषयलाई गम्भीर रूपमा लिन्छु। बुहारीको मन दुख्ने काम अब हुन दिन्न सम्झियो। हामी दुवै परिवार बसेर यो विषयमा छलफल गरौँला। त्यसो भए धेरै राम्रो। छोरीको आँसु देखेर बुबाको मन कति पोल्छ भन्ने कुरा तपाईँ पनि बुबा भएको हुनाले धेरै बुझ्नुहुन्छ भन्ने मलाई आशा छ। मलाई सबै कुरा थाहा छ सम्झियो। यहाँ बाटोमा उभिएर के गफ गर्नु, बरु घरमै जाउँ न, चिया खाएर गफ गरौँला। अहिलेलाई नजाउँ सम्झियो। छोरीलाई चाहिँ सोधेछ भन्नुहोस्, अहिले मेरो काम छ, मन लाग्यो है त। हो र सम्झियो, घर जानु पाए हुन्थ्यो। समयले साथ दिने के हस् सम्झियो। हस्। बाबु के भयो? एकान्तमा निराश भएर बसिराख्नु भएछ? त्यस्तो केही पनि होइन भाउजू। खै आज के भएको हो, मनमा अनेकौं कुरा खेलिरहेको छ। मलाई सबै कुरा थाहा छ बाबु। हजुरले अझै पनि त्यो दिलमतीलाई भुल्न सक्नु भएको छैन। कसरी भुल्न सक्छु भाउजू? उसलाई मैले आफूलाई भन्दा पनि धेरै माया गरेको थिएँ। बाबु, मन पराएको मान्छे अर्कैको भइसकेपछि उसको सम्झनामा मात्रै बाँचेको राम्रो भएन। दिलमतीलाई तपाईँले मन पराउनु भएको थियो, त्यो वास्तविकता हो। तर अहिले ऊ रामकी श्रीमती भइसकेकी छिन्। उसको जीवनलाई सम्मान गर्नु र आफ्नो जीवनलाई अघि बढाउनु नै त्यो बुद्धिमानी हो। भाउजू, चाहेर पनि उसको याद मैले मेटाउनै सक्दिनँ। जहिले पनि उसकै मात्र याद आइरहन्छ। याद आउनु नराम्रो होइन, तर त्यो यादलाई नै जीवन बनाउनु चाहिँ ठिक होइन। संसारमा सबैले चाहेको कुरा पाइँदैन। कहिलेकाहीँ छोड्न सिक्नु पनि जीवनको यथार्थ हो। बाबु, तपाईँ राम्रो मान्छे हो। तपाईँको लागि राम्रो समय र राम्रो जीवन साथी पर्खिरहेको हुन सक्छ। अब त्यसो भए के गर्दा ठिक होला त भाउजू? त्यस्तो केही गर्न पर्दैन। आफ्नो काममा ध्यान दिनुहोस्, परिवारको खुसीमा रमाउनुहोस्। विगतलाई हेरेर दुःख मान्नुभन्दा भविष्यलाई हेर्न सिक्नुहोस्। अर्काको खुसी देखेर आफू खुसी हुन सक्नु नै साँच्चै नै ठुलो महान हृदय भएको मान्छे हो। आज हजुरको कुरा सुनेपछि मेरो मन अलिकति भए नि हलुका भएको छ भाउजू। हेर्नुहोस् बाबु, केही कुरा बुझिराख्नुहोस्। समयले सबै घाउ बिस्तारै निको पार्न सक्छ। हस् भाउजू, म कोसिस गर्छु नि। अनि हजुर टाढै जानु भएको? म यसो मासतिर जान लागेको। हुन्छ, तपाईँ पनि घर जानुहोस्, म एकछिनमा आउँछु है। तपाईँ जाँदै गर्नु, म बिस्तारै एकछिन पछि आउँछु नि भाउजू। हेर दिलमाथि, तँलाई आज मेरो आफ्नै यी दुई आँखाले परपुरुषसँग अङ्गालो मारेको देखेँ। खास कुरा के हो, नढाँटी भन्। के बोल्नु भएको? म कुनै गलत काम गर्न गएकी थिइनँ। त्यसै नबुझिकन आरोप नलगाउनुहोस्। थाहा पाउनु भयो नि, मैले त पहिल्यै भनेको थिएँ। आफ्नै आँखाले देख्नु होइन? त चोथाले चुप लाग। बिना प्रमाण आरोप लाउनु खोज्दिरहेछ। आगोमा घिउ थप्ने काम नगर। यो सब झुटो हो। म झुट बोलिरहेको छैन। हेर दिलमाथि, तँ त्यो मान्छेसँग आखिर भेट्न चाहिँ किन गएको थिइस् त? ऊ मेरो पुरानो चिन्जानको मान्छे हो। सानो काम थियो, त्यति मात्रै हो। कामको कुरा कि अरू केही? गाउँभरि कुरा फैलिन थालिसक्यो। मुख देखाएर कसरी हिँड्ने? मेरो इज्जतमाथि औँला उठाउने कसैलाई पनि अधिकार छैन। म आफ्नो ठाउँमा ठिक छु। त्यही त, खुब ठिक ठाउँमा रहेछस्। सबै कुरा थाहा भइहाल्यो नि। यदि त्यस्तै कुरा थियो भने पहिले नै मलाई किन भन्नुहोस् त? तपाईँले विश्वासै गर्नुहुन्न। पहिला आरोप लगाउनुहुन्छ, पछि सफाइ माग्नुहुन्छ। मैले नचिनेको हो र? हाम्रो यो घरको इज्जतमा दाग लाग्यो भने के हुन्छ? सोचेको त्यति? त्यही त, उसै त दुईटी बुढी भनेर गाउँभरि बसी खप्नु छैन।
फेरि त्यसमाथि यस्तो कुरा थाहा पायो भने भोलि गाउँलेले के भन्छन्? मैले केही गल्ती गरेकी छैन। आफ्नै श्रीमानले मेरो विश्वास नगरेपछि मेरो मन कति दुख्छ भनेर कसले बुझेको छ र? बुझ्ने गरी काम गरेको भए पो बुझ्थे। दुनियाँसँग लठारिँदै हिँडो, अलिकति इज्जतको ख्याल हुन्न। चुप्लाक तँ पनि। ल ठिक छ, सत्य के हो आज खोल्नै पर्छ। साँचो के हो झुटो के हो आज म जसरी पनि पत्ता लाएरै छोड्छु। अरे आज त के हो, घडी नि बिग्रेछ कि क्या हो? तपाईँ यति चाँडै? ल कस्तो अचम्मको कुरा गरे क्या तिमीले? घडी बिग्रेको होइन कि, यो मेरो मन चाहिँ बिग्रेर चाँडै आएको कुरा बुझ्दैन। वाह, आज त के हो, कुरा पनि मिठो मिठो गर्न थाल्नु भयो त। कुरा होइन लाठी, यो कुरा साँचो हो। म अफिसमा हुँदा पनि तिमीलाई नि सम्झिरहन्थे। अब के गर्नु, मन जति सबै घरमा छ, मान्छे अफिसमा भएर के हो? तपाईँलाई जस्तै म पनि घरको काम गर्दा गर्दै तपाईँ कतिखेर आउनुहुन्छ भनेर बाटो हेर्दै थिएँ। त्यसो भए त हामी दुवैजनाको मनले एउटै कुरा सोचिरहेको रहेछ। अनि बुढी बुवा घरमा हुनुहुन्छ कि हुनुहुन्न? बुवा घरमा हुनुभएको भए म तपाईँसँग यसरी जिस्केर बस्थेँ त। बुवा त हुनुहुन्न, बाहिर जानुभएको छ। ए भनेपछि आज चाहिँ दिउँसै रमाइलो गर्न पाइने भयो होइन त? मालती, तिमीलाई एउटा कुरा थाहा छ, जीवनमा मैले धेरै कुरा पाएँ, तर सबैभन्दा ठुलो खुसी मेरो लागि तिमी नै हो। मलाई पनि तपाईँको माया पहिलाको भन्दा अझै बढी जस्तो लाग्छ। संसारले धनी भन्छ, सफल भइस भन्छ, सार्थक भन्छ, तर मलाई बुढो धन सम्पत्ति भन्दा पनि तिमी नै प्यारो लाग्छ मालती। मलाई पनि सबैभन्दा ठुलो गर्व लाग्छ तपाईँसँग। मालती, जति वर्ष बिते पनि हाम्रो माया र सम्बन्ध चाहिँ सधैँ जस्तै भइरहेकोस्, म यही चाहन्छु। सुखमा मात्र होइन, दुःखमा पनि हामी सँगै उभिनेछौँ। यही त हो नि साँचो माया भनेको। बल्ल छिटो आउनुको कारण बुझेँ नि मैले। के कारण हो, के हो भन? आफै बुझ्नु न, बाहिर खाना नगएको नि कति भइसक्यो। बुढाबुढी बाहिर जाउँ न ल खाना खान। पहिला यस्तो मौकामा मायाको बिहे हो, अनि त्यसपछि भरे बुढाबुढीलाई सँगै गएर भात खाउँ। अहिले चाहिँ मायाको बिहे हुन्छ। ओहो भाउजू, नमस्कार। नमस्कार बाबु, नमस्कार। आजभोलि त निकै चिन्तित देखिनुहुन्छ, अनि के भयो? के हुनु बाबु, घरको दुःख घरमै सीमित नहुँदो रहेछ। मन धेरै भारी भएको छ। किन भाउजू, केही समस्या परेको छ भने भन्नुहोस् मलाई। अस्ति मेरो छोरा एकजना छिमेकीकोमा 1 माना चामल पैँचो माग्न गएको थियो। घरमा दाना पानी सकिएको थियो, कसैले पनि दिएनन्। मेरो छोरा रित्तै घर फर्क्यो। हेर्नुहोस् बाबु, त्यो दिनदेखि मेरो मन साह्रै पिरोलिएको छ। ला हो र भाउजू, गाउँघरमा अप्ठ्यारो पर्दा एकले अर्कालाई सहयोग गर्नुपर्छ। आज उसलाई पर्छ, भोलि हामीलाई पनि त पर्न सक्छ नि। हो बाबु, पहिलेको जस्तो गाउँ रहेन अहिले। दुःख पर्दाखेरि साथ दिने कमै छन्। हो नि भाउजू, साँच्ची हजुरको घरमा पनि झमेला छ भन्ने सुनेको थिएँ, कुरो के हो? के गर्ने बाबु, एउटा छोराको 2टा बुहारी छन्। पहिला ठिक थियो, अहिले आएर सानो सानो कुरामा पनि झगडा गर्छन्। यही कुराले मलाई दिक्क लाग्छ भने। हेर्नुहोस् आमा, नआउनु आइसकेपछि, सौता भइसकेपछि दुवैजना मिलेर बस्नु नि। मिल्ने कोसिस त गर्छन्, तर एउटीले भनेको कुरा अर्कीले नराम्रो मान्छे। घरको कामदेखि लिएर खर्चसम्ममा विवाद मात्रै हुन्छ। अनि तपाईँको छोरा त्यो रामले चाहिँ के भन्छ? ऊ पनि हैरान छ। जेठीलाई सम्झायो भने कान्छी रिसाउँछ, कान्छीलाई सम्झायो भने जेठी रिसाउँछ। के गर्नु अब, यस्तै छ बाबु। भाउजू, घरमा शान्ति हुन अलिअलि भयो भने सबैले त्याग गर्नुपर्छ। रिसमा भन्दा शान्तिमा बल गर्नुपर्छ।
त्यही त सम्झाउँछु आजकलका मान्छेहरू कसको कुरा सुन्छन् र सबै आफ्नै कुरा माथि मान्छन् ऊ बिचमा परेर छोराको हालत पनि खराब भइसक्यो बाबु चिन्ता नलिनुहोस् भाउजू दुःख सधैँ हुँदैन एक दिन ठिक भइहाल्छ नि भगवानले तपाईँको मुखमा घिउ चिनी हालुन् बाबु तपाईँले 2 शब्द सान्त्वना दिएर मलाई मेरो मन हल्का भयो हेर्नुहोस् भाउजू गाउँघरमा भनेको तपाईँ हामी एकअर्काको सहारा हुँ केही पर्यो भने निर्धक्क साथ भन्नु होला हुन्छ बाबु म केही बर भने हजुरलाई भनौँला नि अहिलेलाई म गएँ है बाबु ए हस् हस् भाउजू है त ओहो बुवा नमस्ते नमस्ते बाबु हजुर त त्यो दिलमतीको बुवा होइन र हो नि है हो नि म वीरबहादुरको छोरा माने हजुरलाई त मैले पहिले नै चिनेको थिएँ तर हजुरले चाहिँ मलाई चिन्नु भएन खोइ बाबु चिन्न त चिन्न पर्ने हो त्यही छोरीको तनावले गर्दा मनमा पिरै पिर्छ तपाईँहरू जस्तो धनाढ्य मान्छेलाई नि तनाव हुन्छ र हामी जस्तो 2 इच्छा खानालाई धौ धौ हुनेलाई पो तनाव हुन्छ हजुरहरूलाई के को तनाव हो किन तनाव लिनु बेकारमा खोइ बाबु परिवारको कारणले मन शान्ति नभएपछि त्यो धनको कुनै मतलब हुँदैन मान्छेको मान सम्मान इज्जत धनसँग तुलना हुँदो रहेछ हुन त तपाईँले भनेको कुरा पनि ठिकै हो छोरीको कारणले गर्दाखेरि तपाईँहरूको शिर झुकेको छ तर त्यसमा तपाईँहरूको के को दोष अब दोष छैन भनेर पन्छिनु पनि त भएन नि बिचरा छोरीको बारेमा सुन्दा साह्रै दुःख लाग्छ बाबु अब उसैले दुःख बिर्साएको हो क्यारे बाउ आमाको इज्जतमाथि लात हानेर आफ्नो सुर गर्नेले यसै गरी सजाय पाउनुपर्छ बा अब रात दिन सौता झगडा गरेर गाउँले सब दङ्ग परिसके उसको जिन्दगी त बर्बाद भयो हाम्रो पनि शिर कहिले ठाडो भएन मलाई त अचम्मै लाग्छ होइन आजकलको केटीहरू के भएका घरमा बुढी छ भन्ने थाहा पाउँदै त्यो नाथे रामेसँग के देखेर गएको त्यसलाई नपुग्दो केही थिएन झन् अमेरिकामा बस्ने केटाको कुरा आएको थियो झन् केटा माग्न आउनु भइसकेका थियो त्यसपछि कहाँबाट थाहा पाएबाट घरबाट हिँडेको अहिलेसम्म घरमा पाइलो टेकेकी छैन मान्छेको भाग्यमा जे लेख्या छ बा त्यही हुन्छ सोचे जस्तो हुँदैन बा हो त बाबु यसो बाबुले भेट्या भएर सम्झाउँदै गरौँ न भइहाल्छ नि बा हामी छँदैछौँ म छु बा हुनुहुन्छ हामी सम्झाइदिइ हाल्छु नि अहिलेलाई लाग्यो है त हुन्छ बा बिस्तारै जानु है हस् धान रोप्ने बेला भइसक्यो यो बिउ त सबै के हो यस्तो झारले झारले खाइसक्यो कहिले रोप्ने होला पालो पनि आउन आँटेन बुहारी नानी के गर्दै यो खेतमा ए आमा तपाईँ म यसो बारीको यो बिउमा भएका झारहरू खेल्दैछु अनि आमा सन्चो भएन कि क्या हो आज भोलि त तपाईँ घरबाट बाहिरै निस्किनुहुन्न केही भएको छैन नानी मेरो बाहिर निक्लने कामै पर्दैन बाहिरको काम सबै बुहारीहरूले गर्छन् हो हुन त दुईवटा बुहारी हुनेलाई के को दुःख तपाईँको पनि भाग्य त तरै रहेछ मनमाया तिमीले मलाई खिसी गरेको हो कि क्या हो तिमीले धेरै मेरो चियो चर्चो गर्ने नगर है मलाई अर्काको घरको के मतलब जे देखेको त्यही भनेको त हो नि किन रिसाउनु बेकारमा रिस उठ्दैन त भन्ने पनि तरिका हुन्छ नि त दुनियाँ गाउँलेले हेप्न पर्दैन हामीलाई कसैसित मागेर खान परेको छैन क्यारे परेको छैन मलाई राम्रोसँग थाहा छ हामी चाहिँ यही गाउँको होइन र धेरै घोचेर नबोल तिम्रो मुख च्यातेर कानमा पुर्याइदिनु पर्ला अहिले ओहो जो चोर उसैको ठुलो सर गाउँभरि कुरा काटेर बसी सहनु छैन अझ उसैको ठुलो स्वर लाज पनि नहुने भयो थुन्से आफ्नो आँको भैँसी पनि नदेख्ने अर्काको आँको जुम्रा देख्ने
ओहो माने के छ घर खबर ए निका कुखुरा छ त झुराएर बसेको छ त त्यसले कप हो के गर्ने हेर के भयो अवस्था यस्तै छ के भन्नु तँलाई होइन मलाई पनि सुनाउनु कस्तो अवस्था साथीले भन्नु हुँदैन कि अब तँलाई सुनाउन त हुन्थ्यो नि तँलाई सुनाएर काम बन्ने होइन होइन माने अब तिमी र म त यस्तो मिल्ने साथी अब मैले तिमीलाई के सहयोग गर्न सक्छ कि भन्न यार अब किस्ने तैँले कुरा निकालिहालिस् घरको कुरो अरूलाई के सुनाउनु भने जस्तो हुन्छ मेरो त्यो बुढी छैन छुट्टै बसौँ भनेर हैरान गरिरहेछ अब भाइको बिहे नगरी म कसरी छुट्टै बस्न सक्छु तँ आफै भन् त मलाई त आज भोलि यही कुवामा डुबेर मरम मरम लागिरहेछ के गर्ने होला तेरि मलाई यस्तो मरेम नि कुरो गर्छन् अब भाइलाई र बाउलाई एकपट्टि राख्ने अब स्वास्नी छ्यापेर एकतिर जाने त्यो पो हो त त्यस्तो मर्ने कुरा नगर अहिले तैँले भने जस्तो सजिलो छैन के किस्ने घर परिवारलाई मात्र हेरेर भएन छरछिमेकी हुन्छ छरछिमेकीले के भन्छ मलाई त लास्टै तनाव भइरहेछ म त घरै छोडेर हिँड्ने कि जस्तो लागिरहेछ हौ माने यस्तो घर छोडेर नि जाने कुरो गर्छ त आज म तिमीलाई हिँड मसँग तिमीलाई म गजब औषधि खुवाउँछु लौ त्यस्तो पनि औषधि हुन्छ होइन कस्तो औषधि रहेछ सके मसँग त हिँड न ए जाउँ जाउँ त्यसो गर्न त जाँदै गर म आउँछु ल त्यसो मेरो सानो काम छ पुग्नु होइन नि फेरि मर्दिनँ कि मर्दिनँ तैँले औषधि दिने भएपछि म मर्छु होला त त्यसो म यहाँ जान्छु अझै बिस्तारै आउनु ल ल त जाँदै गर्छ त औषधि दिने भए त यसले जानु पर्ला राम आज मैले बाटोमा तेरो ससुरालाई भेटेको थिएँ बुढा निकै चिन्ता गर्दै हुनुहुन्थ्यो छोरीलाई राम्रोसित राख्नुहोस् है भनेर निकै सम्झाउनु भयो बा उहाँले चिन्ता लिनु त स्वाभाविक हो तर हाम्रो घरको हालत कस्तो छ भन्ने कुरा हजुरलाई थाहै छ त थाहा छ मलाई तर शान्ति नै सबैभन्दा ठुलो कुरा हो घरको झगडाले कसैलाई भलो गर्दैन राम बा मलाई लाग्छ अब हाम्रो घरमा झगडा हुँदैन होला मैले दुईजनालाई राम्रोसँग सम्झाएर आएको छु स्याबास छोरो त्यसो भए अब मैले पिर लिनु परेन होइन त तिमीहरूले केही पनि काम पाउँदैनौ एकछिन त चुपचाप बस्न सक्छौ नि यसले मेरो बारेमा कुरा काटेछि मलाई रिस उठ्दैन पहिला आफ्नो व्यवहार सुधार अनि अरूलाई दोष दे चुप लाग तिमीहरू आखिर सारा काम हँसाएर छोड्यो होइन तिमीहरू झगडा गर्न बन्द गर्छौ कि म यो घर छोडेर दियौ बा यसरी घरै छोडेर जाने कुरा नगर अब पनि मैले भनेको मानेनन् भने यो दुईवटीलाई नै म घरबाट निकालिदिन्छु बा तपाईँ चिन्ता नलिनुहोस् आज म यिनीहरूको बाउको बिहे र वर्तमान नदेखाइ कहाँ छोड्छु हे भगवान मेरो यो घरमा कहिले शान्ति आउला सधैँभरि यस्तै पारा हुने हो भने त एक न एकजनाको ज्यान जाने भयो बुढो सुत्नु भएको छैन अझै कति मोबाइल चलाएर बस्नु भएको हो अब तिमी नआइकन म सुत्छु होला त रे बुढो आज हजुरलाई आजको दिन कस्तो लाग्यो धेरै दिनपछि बाहिर डिनर गरियो है साँच्चै भन्नुपर्दा मालती आजको दिन त साह्रै यादगार आयो तिमीसँगै हुँदाखेरि साधारण साँझ पनि एकदमै विशेष लाग्दो रहेछ
तपाईँ पनि उमेर बढ्दै जाँदछन् धेरै माया लाग्न थाल्यो कि क्या हो? माया उमेर सँगसँगै घट्ने होइन रहेछ मालती, झन् गहिरो हुँदै जाने रहेछ। हामीले बिहे गरेको कति वर्ष भयो होला है? वर्ष त धेरै भयो नि बुढी, तर मलाई लाग्छ हिजो मात्र तिम्रो हात समाएर यो घरमा भित्राएको जस्तो लाग्छ। त्यो बेलामा त तपाईँ निकै लजालु हुनुहुन्थ्यो है? त्यो बेला मात्र होइन नि बुढी, अहिले पनि कुनै कुनै दिनको रातको कुरा सम्झिँदाखेरि मलाई एकदमै लाज लाग्छ तिमीदेखि। हाम्रो जीवनमा धेरै चुनौतीहरू आए, व्यापारमा पनि परिवारमा पनि, तर तपाईँले कहिले पनि मेरो हात छोड्नु भएन। मलाई यसमा गर्व लाग्छ। तिमी मेरो साथमा थियौ, त्यही भएर सबै कठिनाइहरू सजिलै पार गर्न सकियो। पैसा कमाउनु ठुलो कुरा होइन मालती, आफ्नो मान्छे सहदैभरि साथमा भइदियो भने त्यही ठुलो सम्पत्ति हुँदो रहेछ। मैले अहिले आएर एकदम महसुस गरिरहेको छु। जीवनको अन्तिम दिनसम्म पनि तपाईँको यस्तै गरी माया र साथ पारिराख्नु ल। ल बाबा ल, पाइहाल्छौ नि, यत्तिको बुढो पाएपछि पनि खुसी छैन तिमी? ल सुतौँ अब बच्चाको पनि यसो प्लान गर्नुपर्छ। दिउँसै बाले के भनेको कुरो तिमीले सुनेको थियौ क्यारे? अब सुतेरै गफ गर है त। थको पनि के विधि लाग्यो भने बाहिर धेरै दिन पछि गएको है। अय्या किन बसिरह नसुतेर? सुत अब, सुत्नु पर्यो। खुर्क उतै गर सुत्ने, मसँग सुत्ने होइन। अबदेखि मसँग सुत्न आउनु पनि पर्दैन। खुर्क जा उतै। फुलमती, ए फुलमती, उठ त। किन आउनुभयो तपाईँ यता? उति सुत्नु पर्दैन? हेर, त्यो दिलमाथि हाम्रो जीवनको सबैभन्दा ठुलो बाधा बन्दै गएकी छ। अब त्यसलाई के गर्ने होला भन् त? म पनि धेरै दिनदेखि यही कुरा सोचिरहेको थिएँ। यसलाई हटाउने केही उपाय सोच्नु त। फुलमती, अब ढिलो गर्नु हुँदैन। यस्तो कदम चाल्नुपर्छ कि ताकि यो कुरा कोही कसैले थाहा नपाओस्। ठिक भन्नुभयो, सबै काम सोच विचार गरेर गर्नुपर्छ। तर एकचोटिमै काम तमाम गरेर त्यसलाई हाम्रो उसबाट पन्छाइहाल्नुपर्छ। अब के नै गर्ने होला त? आजको रात कट्न नपाओस्। ल ठिक छ, त्यसलाई आजैको रात म सिद्धाइदिन्छु। फक।